उसको त्यो रमणीय क्षण। पहाडको काखमा बस्थी साइरा, एक सपनालु युवती। उनको जीवन साधारण थियो, तर उनको मन सधैँ रमणीय क्षणहरूको खोजीमा हुन्थ्यो। हरेक बिहान उनी हिमालको चुचुरोमा उभिएर सूर्योदय हेर्थिन्। त्यो क्षण उनलाई स्वर्गीय आनन्द दिन्थ्यो। एक दिन गाउँमा ठूलो बाढी आयो। सबैको घरबास डुब्यो र साइरा पनि निराश भइन्। तर उनले हिम्मत हारिनन्। उनले गाउँलेहरूलाई एकजुट गर्न थालिन्। उनले आफ्नो सानो झुपडीमा सबैलाई बोलाएर कथा सुनाइन्, गीत गाइन् र आशाको सन्देश बाँडिन्। उनको मुस्कान र सकारात्मक सोचले सबैको मन जित्यो। एक साँझ जब गाउँमा उनले सूर्यास्तको रङ्गीन दृश्य देखिन्, हिमाल राताम्य, आकाश नीलो र सुनौलो। यो उनको जीवनको सबैभन्दा रमणीय क्षण थियो। उनले महसुस गरिन्, साँचो सुख साना कुरामा हुन्छ। त्यो क्षणले उनलाई नयाँ जोश दियो। गाउँ बिस्तारै पुरानै लयमा फर्कियो। साइराको त्यो रमणीय क्षण गाउँको कथामा अमर भयो। उनले सिकाइन् कि जीवनका कटारै पुरानै लयमा फर्कियो। साइराको त्यो रमणीय क्षण गाउँको कथामा अमर भयो। उनले सिकाइन् कि जीवनका कठिन पलहरूमा पनि सकारात्मक सोच र सुन्दर क्षणहरूले हामीलाई बाँच्न प्रेरित गर्छ। साइराको हाँसो र आशाले गाउँलाई फेरि रमणीय बनायो।